के तपाईहरुले आजसम्म यस्तो क्याप्सिकम देख्नु भएको छ? आउनु घरमै बना मिठो भेज चाउमिन है। सुरुमा मसिनो काटेको हालेकी छु प्याजको टुक्रा, त्यसपछि मसरुम हालेकी छु है। फेरि मैले हालेकी छु बन्दा गाजर, हरियो पहेँलो सिमला मिर्च, रातो पनि, नुन अनुसारको स्वाद पनि हालेकी छु, कलरको लागि बेसार। त्यसपछि मैले हाले चाउमिन मसाला, जिरा, धनियाको धुलो, फेरि हालेकी छु मैले सेतो चाउमिन। कालो रङ पनि माथिदेखि हालिदिए। यसलाई के भन्छ कमेन्ट गर्नुस् है। माथिदेखि हालिदिए सेतो रङ, फेरि हाले चाउमिनमा परेको मसाला, मजाले गोल्न तर्फ लागे। यस्तो रङ देखेपछि खान तर्फ लागौ। यसरी रेडी भएको छ घरमै भेज चाउमिन। बाहिर 300 हालेर खान भन्दा घरमै बनाएर खाऊ है। अनि साँच्चै तपाईहरुलाई भेज चाउमिन मन पर्छ कि चिकन भनिदिनुस् ल।